हेलो नानीहरू, तपाईहरुलाई थाहा भएको सबैभन्दा ठूलो शब्द के हो? फोटोसिन्थेसिस, हिप्पोपोटामस। के तपाईलाई थाहा छ प्राय अंग्रेजी शब्दकोशमा सबैभन्दा लामो शब्द यही हो? न्युमोनो अल्ट्रा माइक्रोस्कोपिक सिलिको भोल्कानोकोन्योसिस। वाउ, त्यो साँच्चीकै एक ठूलो शब्द हो। यस शब्दमा 45 अक्षर छ। यसले हामीले सास भित्र लिँदा सिलिका धुलोको कारण हुने फोक्सोको रोगलाई जनाउँछ। हाम्रो नयाँ श्रृङ्खलामा हामी बाइबलका केही ठूला शब्दहरू सिक्न जाँदैछौँ। तिनीहरू अक्षरहरूको संख्यामा मात्र ठूलो छैनन्, तर अर्थमा पनि ठूलो छन्। यसलाई सुन्नुहोस्। कतिवटा ठूला शब्दहरू तपाईले सुन्नुहुन्छ। हामीलाई पापबाट मुक्त गर्न येशूले आफ्नो बहुमूल्य रगतले मूल्य चुकाउनु भयो। छुटकारा, येशूलाई स्वीकार गर्नेहरू बचाइने छन्। मुक्ति र परमेश्वरद्वारा धर्मी घोषित। औचित्य, अब हामीले आफूलाई पवित्र जीवनको लागि अलग राख्नु पर्छ। पवित्रीकरण, तपाईले त्यो बुझ्नुभयो? छुटकारा, मुक्ति, औचित्य र पवित्रीकरण। के तपाई ठूलो शब्दको लागि तयार हुनुहुन्छ? हाम्रो बाइबल स्मृति पदले भन्दछ, उहाँको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौं। एफिसी 1 अध्यायको 7 पद। पहिलो ठूलो शब्द हो छुटकारा। छुटकाराको अर्को शब्द हो उद्धार। उद्धार गर्नु भनेको भुक्तान गर्नु र फिर्ता किन्नु हो। बाइबलको समयमा दासहरूलाई किन्न सकिन्थ्यो र क्रूर र कडा श्रममा बाध्य पार्न सकिन्थ्यो। दासहरूलाई बचाउनको लागि कसैले तिनीहरूलाई छुटाउन सक्थ्यो। तिनीहरूको मूल्य अनुसारको रकम तिरेर तिनीहरूलाई छुटकारा दिन सकिन्थ्यो। दासलाई मुक्त गर्न मूल्य तिर्ने व्यक्तिलाई उद्धारकर्ता भनेर चिनिन्थ्यो। अब बाइबलले हामीलाई बताउँछ कि येशू हाम्रो उद्धारकर्ता हुनुहुन्छ। किन येशूले हाम्रो उद्धार गर्नुभयो र हामीलाई किन फिर्ता ल्याउनु भयो? यहाँ यस बलुनलाई हेर्नुहोस्। यो एउटा पापको जेलमा फसेको छ। वास्तवमा हामी पापको दास हौं र हामी आफै अड्किएका छौं। हामी यो पापको जेलबाट उम्कन सक्दैनौं। हाम्रो उद्धारकर्ता येशू आउनुभयो र उहाँको बहुमूल्य रगतले हामीलाई मुक्त गर्नुभयो र छुटकारा भनेको त्यही नै हो। हामी पापको जेलबाट मुक्त भएका छौं। हालेलुया। येशूमा हामीले उहाँको रगतद्वारा मुक्ति पाएका छौं। उहाँको अनुग्रहको धन अनुसार पापहरूको क्षमा। यो एक उपहार हो। हामीले यसलाई कमाउन मेहनत गर्नु पर्दैन। हामीले गर्नुपर्ने भनेको यसलाई स्वीकार गर्नु हो। छुटकारा भनेको येशू हाम्रो उद्धारकर्ताले पापको दास हुनबाट मुक्त गर्न आफ्नो बहुमूल्य रगतले मूल्य चुकाउनु भयो। हालेलुया। यो कथा सुन्नुहोस्। एउटा जवान केटा थियो। उसले उसको घर नजिकैको सानो तालमा तैरिने खेलौना ढुङ्गा बनायो। उनले यसलाई बनाउन धेरै समय बिताए। यसलाई पेन्टिङ गरेर र यो तैरिन सक्छ भनेर सुनिश्चित गर्न परीक्षण गरे। एक दिन जब उनी तालमा यससँग खेलिरहेका थिए, हावाले ढुङ्गालाई तालको टाढासम्म उडाएर लग्यो। उसले सावधानी पूर्वक खोज्यो तर फेला पार्न सकेन र चाँडै अँध्यारो भयो। केटाले आफ्नो ढुङ्गा हरायो। एक सातापछि उनी आफ्नो सानो सहरको सडकमा हिँडिरहेका थिए, जहाँ उनले थ्रिफ्ट पसलको झ्यालमा बिक्रीको लागि आफ्नो ढुङ्गा देखे। उनी पसलभित्र पसे र त्यो ढुङ्गा आफ्नो हो र आफूले नै बनाएको हो भनी बताए। तर पसल मालिकले पसलमा ल्याएको मान्छेबाट उसले ढुङ्गा किनेको दाबी गरे। केटाले आफ्नो ढुङ्गालाई यति माया गर्थ्यो, उसले नै यो बनाएको थियो। उसले आफ्नो लागि यो कुनै पनि रूपमा फिर्ता गर्न चाहन्थ्यो, त्यसैले उसले मूल्य तिर्यो र किन्यो। त्यसै गरी परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो र उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ। हामी उहाँका हौं र उहाँले हामीलाई छुटकारा दिन मूल्य तिर्नुभयो। छुटकारा भनेको येशू हाम्रो उद्धारकर्ताले हामीलाई पापको दास हुनबाट मुक्त गर्न आफ्नो बहुमूल्य रगतले मूल्य चुकाउनु भयो। हालेलुया। के हामी प्रार्थना गरौं? प्रिय प्रभु, तपाईको बहुमूल्य रगतद्वारा मलाई मेरा सबै पापहरूबाट छुटकारा दिनको लागि क्रुसमा मर्नु भएकोमा धन्यवाद। मलाई गर्नुभएको तपाईको महान प्रेमको लागि धन्यवाद। म तपाईलाई सधैँभरि आज्ञा पालन र प्रेम गर्न चाहन्छु। येशूको नाममा र सबैले भन्नेछौँ आमेन।
For God so loved the world, He gave His only Son to pay the price with His precious blood, to redeem us, to set us free. Salvation is for everyone who believes that He died on that cross, declared righteous from today onwards, justified by faith, we're saved by grace, sanctified and set apart, and for holy living with all our heart. Praise the Lord our God who saves. Come to Him and find your peace with redemption, salvation, justification, sanctification. That's how Jesus shows His love. With redemption, salvation, justification, sanctification. That's how Jesus shows His love.